तपाईहरुको लागि म एउटा राम्रो भनाइ म पढेर सुनाउँछु है। यो चाहिँ मैले लेखेको होइन, तर यो कसैले लेखेको मलाई थाहा भएन। तर मदर टेरेसाको अर्फनेजमा कलकत्तामा वालमा लेखेको रहेछ अरे। अनि कसैले क्लिक गरेर यो सार्वजनिक गरेको। अनि सायद तपाईहरु कतिजनाले त यो सुन्नु भएको होला, तर मलाई साह्रै मिठो लाग्यो। अनि म तपाईहरुलाई म यो पढेर सुनाउँछु। अंग्रेजीमा छ। तपाईहरुले यसलाई के रे कपी गरेर तपाईहरुले यसलाई ट्रान्सलेट गरेर मलाई पनि शेयर गर्नु होला है। मैले ट्राई त गरे तर मिठै सुनेन है, त्यही भएर इंग्लिशमै पढ्छु ल म। त्यहाँ के लेखेको छ भने नि, इफ यु आर काइन्ड people may accuse you for ulterior motive, be kind anyway. What you spend years building, someone could destroy it overnight. Build anyway. The good you do today, people often forget tomorrow. Do good anyway. Give the world the best you have, and it may never be enough. Give the world the best you have anyway. You see, in the final analysis, it is between you and God anyway. यो भनाइ मैले पढ्दै गर्दाखेरि मलाई नि मत्ती 24 को 12 पद मलाई याद आयो। अनि त्यहाँ मत्ती 24 को 12 मा के लेख्छ भने कि दुष्टता बढेको कारणले गर्दाखेरि धेरैको प्रेम चाहिँ सेलाएर जान्छ। तपाईलाई यही उत्साह दिन चाहन्छु कि तपाईको प्रेमलाई तपाईले बचाएर राख्नुहोस्, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। अनि सो हिज हार्ट इज कि तपाई उहाँको प्रेममा रहेको